के नेपालमा उद्योग सञ्चालन गरेर पैसा कमाउन सकिन्छ र? मैले अगरबत्ती उद्योग सञ्चालन गर्छु के मैले पैसा कमाउन सकेँ? म फाइदामा छु कि घाटामा छु? त्यो सबै कुराहरू म आज भन्छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हजुरले थाहा पाउनुहुन्छ मैले कति पैसा कमाएँ, पैसा कमाएँ कि घाटा गरेँ, त्यो हेर्न चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नु होला। कमेन्ट गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् मैले के कमाएँ, कि म घाटामा छु कि फाइदामा छु। बोले बाबा कि जय भनेर मैले आजको दिनको सुरुवात गरेँ। हाम्रो सेल्समा जुन भाइ छ त्यो भाइलाई सेल्समा पठाएको थिएँ, अनि त्यो भाइ आयो अनि त्यो भाइको म चाहिँ हिसाब गर्दैछु कति पैसा कमाएँ भनेर एक दिनको, म हजुरलाई एक दिनको कमाइ देखाउँछु त्यो भाइले मात्रै कति कमायो भनेर। है गाडी आइसकेछ, मैले गाडी खाली गरिसकेँ, सबै सामानहरू बाहिर झारिसकेँ, यता राखेछु सबै सामान। अब भाइले कतिको सामान बेचेछ अनि भाइको कमिसन कति बन्यो, कतिको सामान बेचेर कति कमिसन बन्यो, त्यो सबै कुरा म हजुरलाई देखाउँछु। मैले पैसा सबै गरिसकेँ अनि भाइको हिसाब पनि लगभग मैले गरिसकेँ कि भाइले यो 20 रुपियाँ खाले अगरबत्ती कति बेच्यो, यो 10 रुपियाँ खाले कति बेच्यो, यो पनि 10 रुपियाँ खाले यो कति बेच्यो, मुठावाला अगरबत्ती कति बेच्यो, यो हाम्रो मच्छर धुप कति बेच्यो, त्यो सबै गरेर हिजोको मात्रै भन्छु म। हिजो भनेपछि हिजो बिहान 4 बजे गएर साँझ 7 बजे चाहिँ फर्केर आएको भाइ। हिजोको दिनभरिमा मात्रै भाइले 59,500 को सामान बेचेछ, 59,500 को सामान बेचेछ। अब त्यो भाइलाई कति पैसा बच्यो त? 59,500 मा भाइलाई कमिसन, यो 59,500 भनेको मेरो एमाउन्ट हो। अब भाइलाई कति बच्यो भनेपछि भाइको टोटल हिजोको दिनको मात्रै कमाइ कति भयो भनेपछि 10,276 रुपियाँ। हिजोको एक दिनको कमाइ भाइको भयो 10,276 रुपियाँ। अनि त्यसमा सबै खर्चहरू निकालेर अब जाने तेल खर्च, खाने खाजा खर्च, पानी खाने अनि सबै खाने खर्च सबै कुराहरू घटाएर भाइको हिजोको एक दिनको कमाइ छ 3,500 रुपियाँ चोखो बचत। भाइको 3,500 रुपियाँ बचत प्लस भाइको फिक्स सेलेरी। भाइको फिक्स सेलेरी लगभग अलिकति तलमाथि हुन्छ, गाडी कति गुड्यो त्यही अनुसार हुन्छ, लगभग त्यही पनि एभरेज गर्दाखेरि 24,000 रुपियाँ हुन्छ। अब 3,500 रुपियाँ त्यो प्लस 800 रुपियाँ दिनको भनेपछि 4,300 रुपियाँ हाम्रो भाइ मार्केटिङ गर्ने भाइ भनौँ कि गाडी चलाउने भाइ भनौँ एउटै हो। एउटै मान्छेले दुईटै काम गर्छ, गाडी पनि चलाउने अनि मार्केटिङ पनि गर्ने, कमिसन पनि आयो तलब पनि आयो। भाइको हिजोको दिनको मात्रै कमाइ भयो 4,300 रुपियाँ। सबै कुराहरू सबै सामान बेचेर बचेको सामान फिर्ता आएर सबै गर्दाखेरि भाइलाई चाहिँ 4,300 रुपियाँ भयो। अनि योभन्दा अगाडि भाइ 3 दिन 4 दिन अगाडि सुर्खेत गएको, त्यतिखेर 2 दिनको कमाइ भाइको बचत लगभग 7,300 रुपियाँ तलब नजोडेर। अब 7,300 अनि त्यसमा तलब पनि 1,600 रुपियाँ जोड्यो भने 8,900 रुपियाँ हुन्छ। भाइको बचत त्यति भयो। अब मेरो बचत कति भयो त? म त उद्योग सञ्चालन गर्छु, मैले के कमाएँ? भाइले 59,500 को सामान बेचेर मैले के कमाएँ? म त्यो कुरा भन्छु हजुरलाई कि नेपालमा उद्योग सञ्चालन गरेर आफ्नो ठाउँमा उद्योग सञ्चालन गरेर के फाइदा हुँदो रहेछ त? मैले उद्योग सञ्चालन गरेर के कमाएँ त? है के कमाएँ, कति फाइदा भयो? मेरो कमाइ के छ भनेपछि त पहिलो कुरा मलाई विदेश जानु परेन, म आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्न सक्छु। एक दिनमा 24 घण्टा हुन्छ, 24 घण्टामा 22 घण्टा म आफ्नो फ्यामिलीसँग हुन्छु। किनकि मरेर लाने पैसा त होइन, एउटा एक्सपिरियन्स नै हो, एउटै जिन्दगी छ। अब यसैमा सबै कुराहरू गर्नुपर्ने छ। विदेश गयो भने कहाँ गर्न सकिन्छ? न फ्यामिली हेर्न सकिन्छ, न फ्यामिलीसँग टाइम स्पेन्ड गर्न सकिन्छ। मलाई याद छ एकचोटि मैले मोबाइलमा टिकटक चलाउँदाखेरि एउटा भिडियो हेरेको, घरको पुरुष मान्छे विदेश जाँदाखेरि त्यसको फ्यामिली एयरपोर्ट छोड्न जान्छ। त्यतिखेर त्यो एयरपोर्टमा त्यो विदेश जाने मान्छेको परिवारको बच्चा, त्यसको आफ्नै बच्चा यसरी अँगालो हालेर रुन्छ, त्यो मान्छे पनि रुन्छ। त्यो भिडियो हेरेर मैले पैसा कमाएँ। कसरी कमाएँ? म जानु परेन के, एउटा यही कमाइ भयो मेरो। अर्को कमाइ के छ भनेपछि त मम्मी ड्याडी। अब मम्मी ड्याडी बुढेसकालमा हामी सहारा हो, सेवा गर्नुपर्छ। मैले सेवा गर्न पाएको छु के। मम्मीलाई केही भयो भने म हस्पिटल लगेर जान सक्छु, बाबालाई ड्याडीलाई केही भयो भने म त्यहीँ छेउमै हुन्छु, केही काम पर्यो भने फोन गरेर बोलाउनुहुन्छ होइन। म यो हो मेरो कमाइ। यहीँ बसेर मैले 12 देखि 15 जनालाई डाइरेक्ट वा इन्डाइरेक्ट रोजगार दिएको छु। धेरै पैसा नकमाए नि यति पैसा त सबैले कमाउँछन् कि खानलाई पुग्दैन। म यो हो मेरो कमाइ। अर्को कुरा, म कसैको नोकर होइन, म आफ्नो हिसाबले काम गर्छु। म आजको मेरो दिनचर्या भन्छु, म बिहान 8 बजे 9 बजे उठ्छु, 8 बजे 9 बजे उठ्छु। आज बहिनीहरूले फोन गरेर बिदा छ भन्नुभयो, म 8 बजे 9 बजे उठेँ। 9 बजे उठेर नानीहरूलाई स्कुल छोड्न गएँ, अनि स्कुलबाट आएर म फेरि सुतेँ, अनि म उठेँ 1:30 बजे। म आफ्नो हिसाबले काम गर्छु, मेरो मन लागेपछि म काम गर्छु, मन लागेन भने गर्दैन। यो हो मेरो कमाइ। हजुरको घरको नि कोही न कोही मान्छे विदेश गएकै होला। अलिकतै पैसा जम्मा गर्नुहोस् अनि केही साहस गर्नुहोस्, सानोबाट उद्योग सञ्चालन स्टार्ट गर्नु। 1 करोड 50 लाख केही पनि चाहिन्न, 1 लाख 1.5 लाखबाट पनि सञ्चालन गर्न सकिन्छ। हजुरको खोज्नुहोस्, सबै चिज युट्युबमा छ आजभोलि। सब काम युट्युबमा हेरेर गर्न सकिन्छ। सानो लगानी लगाउनुहोस्, अलि टाइम लाग्ला तर गर्न सकिन्छ। नेपालमा गर्न सकिन्छ। मैले गरेँ, मेहनत गरेपछि हुँदो रहेछ, मलाई थाहा भयो। त्यही भएर हजुरको नि कोही आफ्नो मान्छे विदेश छ भने यो भिडियो पठाउनुहोस्, अलिकतै मोटिभेट हुन्छ होला। मोटिभेट भएपछि गर्न सकिन्छ कि। यो हो मेरो कमाइ। लाइफ भनेको त यस्तो हुनुपर्छ कि
भोलि बिहान म मरेँ भने नि मलाई म मनमा सन्तुष्टि होस् मलाई कि म 30 वर्ष 31 वर्ष बाँचेँ तर मजाले बाँचेँ, बच्चा बच्चीसँग रमाएँ, आफूले माया गरेको श्रीमती ल्याउन पाएँ, त्यही श्रीमतीसँग टाइम स्पेन्ड गर्न पाएँ, हामी हाँस्यौँ सँगै, कति कुरामा हामी लड्यौँ पनि। यो हो मेरो कमाइ। अब मैले यो कुरा हजुरमाथि नै छोडेँ, हजुर नै भन्नुहोस् मैले केही कमाएँ कि कमाएन भनेर नेपालमा उद्योग सञ्चालन गरेर। हजुर नै कमेन्ट गरेर भन्नुहोस् कि मैले फाइदा गरेँ कि घाटा गरेँ भनेर। अनि यदि हजुरको कोही आफ्नो मान्छे विदेशमा छ भने पठाउनुहोस्, यो भिडियो सेयर गर्नुहोस्, अलिकति मोटिभेट हुन्छ कि मेरो भिडियो हेरेर केही गर्ने आँट आउँछ कि मोटिभेट भएपछि गर्न सकिन्छ कि हजुर नै डिसाइड गर्नुहोस्।